पछि 77 बनाछन् तर 75 जिल्ला हो। तर 75 जिल्ला 14 अञ्चलको लागि चाहिँ एउटा हाम्रो संस्कृति, आफ्नो मौलिकता, आफ्नो भाषा वेशभूषा छ, हाम्रो भाषा लिपि छ, त्यसलाई चाहिँ मान्छेले छोडे, त्यसलाई कुलपित्री मान्नु छोडे। त्यसको लागि चाहिँ हाम्रो संस्कार, हाम्रो जुन जातीय पहिचानलाई चाहिँ यथाशक्ति राख्नुको लागि 77 जिल्लामा चाहिँ जातीय सङ्ग्रहालय, ब्राह्मण, क्षेत्री, राई, लिम्बू, मगर, गुरुङ, तामाङ जुन जाति हुनुहुन्छ हाम्रोमा छौँ नि त, भन्नु त दुई जात भन्नुहुन्छ, तर पनि महिला पुरुष दुई जात हो माने मैले। तर हाम्रो एउटा संस्कृति छ नि त, हजुरको कुलपित्री हजुरसँग छ, मेरो मसँग छ, उहाँसँग छ, आफ्नो छ। कुलपित्रीलाई त यथावत राख्नु पर्यो नि त। अब हिजोकै लागि भनौँ, हिजो चाहिँ चण्डी पूर्णिमा, धन्य पूर्णिमामा सबै देवी देवतालाई चाहिँ र हामीले तराईको लेखमा हुनुहुन्छ भने हामीले बेसी झारिन्छौँ। हिजो चण्डी पूर्णिमामा हामीले लेख लगिन्छ। यो चाहिँ फेरि विधिगतसँगले गर्नुपर्छ। कति तान्त्रिक माताहरू हुनुहुन्छ, उहाँहरूलाई यो विधि पनि थाहा छैन, गर्नु पनि हुन्न है, हजुरले देख्नु भएको छ, गर्नु पनि हुन्न। तर हाम्रो विधिमा चाहिँ एउटा चाहिँ आफ्नो संस्कार पहिचान, हाम्रो किराँतीको यो सबभन्दा बढी किराँतले गर्छौँ हामी राई सुनुवार किराँत भए हुनाले राई सुनुवार देखि लिएर लिम्बू हाम्रो चाहिँ पछि टुँडी खेलमा नै हुँदैछ। शनिबार भने मानेछु, आज भने शनिबार भन्ने मानेछु, युट्युबमा त्यही देखाएको छ। हाम्रो चाहिँ सखेला भन्छ यसलाई। हाम्रो आफ्नो भाषा वेशभूषा नाच गान टुँडी खेलभरि हुन्छ, हजुरले सबै हुन्छ। हो त्यसमा चाहिँ एउटा मेला जस्तै हो। त्यो भए हुनाले चाहिँ र त्यसको लागि जस्तै गुरुङको हुन्छ, तामाङको हुन्छ, मगरको हुन्छ, वैशाखी माघ 1 गते भनेपछि हाम्रो पनि यसरी नै अब चण्डीमा हुन्छ। अनि त्यस कारणले चाहिँ यो संस्थालाई यो अनि त्यो साथसाथै हामी के को लागि र माता भनेर उयो अर्कालाई गाली गर्ने र अर्कालाई चाहिँ यो त्यस्तो भन्ने वायत चाहिँ र प्रचार गर्ने त्योको लागि माता नभन्नु। हामी सबैजनालाई म कृपा भन्छु, हामी के भनौँ त, सबैलाई हाम्रो राम्रो पनि नराम्रो पनि, राम्रोलाई उसै राम्रो भन्ने शक्ति दिउँ, नराम्रोलाई पनि राम्रोमा ल्याउने चाहिँ ऊर्जा दिउँ। त्यसको लागि हामी माता गुरु माता झाँक्री हो। त्यो भए हुनाले चाहिँ र नराम्रो किन नराम्रो गयो त, त्यसलाई चाहिँ कसरी चाहिँ राम्रोमा ल्याउने हामीले सभ्य गर्नु पर्यो नि त। त्यसलाई फल्नालाई गाली गरेर हामी कुनै गाली गर्ने कुनै हामी नेता होइन। सबैले हामीलाई, जनता सबैले हामीलाई आमाको रूपमा हेर्नुहुन्छ। आमाको रूपमा हेरेपछि छोरा मान्छेलाई गुरुबा भन्छन् भने छोरी मान्छेलाई आमा भनेर माने हुन्छ सबै भक्तहरूले। अनि त्यो भए हुनाले चाहिँ सबैलाई त्यही ऊर्जा दिने हो। अनि हजुरको यो संस्थाको काम भनेको आफ्नो धर्म संस्कृति बचाउने अनि भाषा लिपि पनि बचाउने। भाषा लिपि जस्तै जो ठाउँमा चाहिँ सङ्ग्रहालय छ, मैले अहिले जुन मैले गृह जिल्लाबाटै सुरु गरेको छु होइन, त्यहाँबाटै 7 रोपनी जग्गा मेयरले सिफारिस गरिदिकन मैले चाहिँ त्यो जग्गा ठाउँमा शिलान्यास पनि गरिसकेँ। हाम्रो श्रीनिवास प्रख्यात गुरुलाई लगेर शिलान्यास पनि भइसकेको छ सङ्ग्रहालयको लागि। अब त्यो ठाउँमा चाहिँ अहिले उसले वनले गर्छ, वनले के गर्दो रहेछ म पनि त्यसको लागि म पनि जान्छु नि। यतापट्टि सेवा हाउस बनाएको छ, यतापट्टि चिल्ड्रेन पार्क बनाएको छ, किन वनले त्यही ठाउँमा वनले दिने मलाई नदिने के कारण हो? फेरि मेरो घर बनाउनलाई होइन, एउटा जातीय सङ्ग्रहालय बनाऊँ, भोलि त्यहाँ त्यो मात्रै होइन एउटा कृपुत्री घर बनाऊँ, एउटा शिवको मन्दिर बनाऊँ। अनि त्यही जहाँ जहाँ नदी छ कृपुत्री भवन बन्छ, जहाँ जहाँ ऊ छैन शिवको मन्दिर छ, पाहाडपट्टि शिवको मन्दिर छ, सबै भएका देवी देवताहरूलाई सबै पर्यटन ल्याउने, त्यो उमा चाहिँ राम्रो राख्ने। जस्तै यहाँ देख्नुभयो यो चिज चाहिँ हाम्रो मौलिकता हराएर गयो। यो चिजलाई चाहिँ सङ्ग्रहालयमा हेरेपछि तपाईँ आफ्नो आफ्नो जाति हो, मेरो यो ठाउँमा मेरो त्यो ठाउँमा नै भाषा लिपि हुन्छ। मेरो बाबुबाजेले यो गरेर छ, मैले धर्म परिवर्तन गरी जानु हुँदैन, मैले मेरो कुलपित्री मान्नुपर्छ भन्ने त्यो युवालाई, तपाईँहरू जस्तो युवालाई एउटा पूर्णपात्र गर्नु पर्यो भने मेरो गोत्र के हो भनेर बाबुआमालाई फोन गरेर सोध्ने दिन नआओस्। उसलाई आफ्नो संस्कृति चाहिँ बिर्सेर के हो कता हो नै तपाईँको चाहिँ टाइम लाग्ने समय लाग्ने स्थिति पनि छ नि अहिले। छ नि, त्यो गरेको छ। कति बेला त थाहै छैन यस्तो हो। तपाईँहरू जस्तो युवालाई भनौँ न मेरो गोत्र के हो भन्ने सोध्ने दिन नआओस्, फोन गरेर सोध्ने दिन नआओस्। सबै हाम्रो 1 नम्बरमा हामीले जन्म दिने हाम्रो जिउँदो देउता भनेको हाम्रो जन्म दिएको बाबुआमा हो। कतिले बाबुआमालाई हेला गर्छन्, जन्म दिएको देउता बाबुआमा, त्यो माथिको देवी देउता चाहिँ र हाम्रो चाहिँ र जुन हामीले इष्ट देवता मानेको छौँ उहाँ हो। अनि आफ्नो सबैभन्दा हामीलाई कुलपित्री भन्दा ठुलो हाम्रो केही पनि छैन। जसले कुलपित्री मान्दैन त्यो जति नै तपस्या गरोस्, विद्या 12 वर्ष तपस्या बसोस्, कुलपित्रीले नष्ट गर्छ। त्यो भए हुनाले मैले त्यस अनुसार चाहिँ संस्कृति सङ्ग्रहालयको लागि सुरु गरौँ, सबैले चाहिँ जनचेतना भयो होस्। अनि मेरो सङ्ग्रहालयमा यो नमुनाको होस् भनेर यो मैले नमुना राखेको छु। नमुनाको हाउस पनि बनाउनु भएको छ। एकदम राम्रो काम गरिराख्नु भएको छ मान्छेले हैन। यो सफल होस् तपाईँको काम। एउटा आफ्नो भाषा हजुरले प्रचार गरिदिनु होला, हजुर मिडिया गर्नु बचाउनु भनेको अहिले त हाम्रो सबै कुरा
लोप हुँदै गइरहेको हो, अवस्था छ। मान्छे कपडा लाउनेदेखि खानेकुराहरू सबै हामीले विदेशीका कुराहरू मात्रै सिकिरहेको छौँ। आफ्नो संस्कृति, आफ्नो भाषा, आफ्नो चाहिँ रहन सहन, आफ्नो खानेकुरा के हो भन्ने कुरा नै हामीले सबै कुरा बिर्सिरहेको अवस्थामा तपाईँले सङ्ग्रहालय बनाएर त्यसलाई बचाउन, त्यसलाई चाहिँ जोगाउन लागिरहनु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद है। जस्तो माताजी पछिल्लो समय चाहिँ माता पिता अथवा गुरु भनेपछि चाहिँ धेरै जस्तो मान्छेहरू राजनीतिमा चाहिँ जोडेका छन्। अब थुप्रै गुरु चाहिँ यो राजावादी आन्दोलनमा लागेर जेलमा पनि छन् होइन। भनेपछि यो माता पिताहरू यसरी एउटा विचारको पछि लाग्नु, एउटा राजनीतिलाई नै तपाईँको चाहिँ पुरै आफ्नो हतियार जस्तो बनाएर ढुङ्गामुढामै उत्रिनु, यो कतिको जायज लाग्छ? जायज हो कि होइन? लाग्नुपर्छ कि पर्दैन? के हो माताजी? अब यसमा भन्नु त हजुरले म पनि मातापिता नै हो। तपाईँहरूकै मिडियाबाट कति म थाहा छु, तपाईँहरूकै मिडियाबाट म कतिचोटि आन्दोलनमा एमसिसीको आन्दोलनदेखि पनि म छु म पनि। किनभनेदेखि मातापिता भनेर त्यो बेलामा त्यो जुन हामीले समयअनुसारको चाहिँ गीत अनुसारको चाहिँ नाच समयअनुसारको चाहिँ नाच गीत हामीले प्रस्तुत गर्नुपर्छ। त्यो भए हुँदाले अहिले मातापिता भनेर घरमा बस्ने, मातापिता भनेर चाहिँ र हामीले ऊ भन्ने म माता हो, म त मै भगवान् हो, हामी भगवान् होइन, हामी एउटा उहाँको दासी हो, उहाँको चाहिँ भक्त हो। त्यो भए हुँदाले भक्त पनि हजुरलाई मिडिया कर्म गरेर खा भन्नु भने मलाई यो कर्म गरेर खा भने हुनुहुन्छ। तर खा भन्नु भन्दाखेरि मैले त 9 वर्ष भयो नुन खाँदिनँ, 11 वर्ष भयो मैले अन्न खाँदिनँ, भात खाँदिनँ। त्यो भए पनि भगवान्को कृपाले आज म तपाईँहरूको सामुन्ने हिँडिरहेको छु। 50 को लगभग कटिसकेँ होइन। त्यो भए हुँदाले चाहिँ मैले के भन्छु भनेदेखि त्यसमा चाहिँ र म नहिँड्या होइन, हिँड्छु म। के छ भने अहिले म माता भन्ने, म पिता भन्ने, अनि सबैजना घरमा बस्ने, आफ्नो परिवार मात्रै पाल्ने, अनि के देशको जिम्मेवारी चाहिँ तपाईँहरूको लागि र राजनीतिक क्षेत्रमा गएर राजनीति त डमाडोल गरे नि त। तपाईँ हामी नै गुरुहरू सबै लागेर नै त्यो हाम्रो देश बचाउँ भनेर लागेको, म पनि लागेको छु। तर गएर ढुङ्गा हान्ने काम चाहिँ अहिलेसम्म मैले गरेको छैन। ढुङ्गा हानेकोले नगर भनेको छन्। कतिजना पुलिसले भन्दाखेरि कोरोनाकै घटनामा नि उमा के अरे बिजुली बजारको त्यो पुलको छेउमा सबै पुलिसले पक्रेर चाहिँ उमा गाडीमा हाल्दाखेरि मलाई चाहिँ अब गाडीमा हालेर लान्छ होला, पुर्याइन्छ होला घरमा भन्ने त्यसो भयो। अनि मलाई चाहिँ पुलिसले आमा यता जानु भन्यो, पछि उहाँलाई थुन्नु लगाएर रहेछ। त्यो पनि घटना छ, मेरै आँखा अगाडि पनि त्यस्तो घटना भएको छ। तर मलाई अहिलेसम्म उहाँहरूले पनि पुलिस दाजुभाइहरूलाई पनि म केही भन्दिनँ। अहिलेसम्म पोहोर गौशालाको आन्दोलनमा चाहिँ मलाई त खुट्टामा चोट लाग्यो। के भने तपाईँहरूकै पत्रकार यो झर्या रहेछ, त्यो फर्केर टिप्नु जाँदाखेरि छर्राले लागेको मेरो खुट्टामा। बुम उहाँहरूकै मैले त्यो मलाई आन्दोलनमा नै सेवा गर्न लाग्नु सेवा गरे। किनकि पुलिसले छर्रा हान्नु थाल्नुभयो, ढुङ्गा मुढा माथि घरको छानाबाट ढुङ्गा खसालेका छन्। अनि गर्दाखेरि एकजना पत्रकार भाग्नुभयो, भाग्दाखेरि त्यो झऱ्यो। त्यो त मैले दिनु मेरो कर्तव्य हो नि त। मैले सडकमा भेटेँ, त्यो टिप्नु जाँदाखेरि तर अरूलाई हान्नु, त्यो पत्रकारलाई हान्नु लागेको चिज मलाई छड्केर आएको छ। तर पुलिसहरूले पनि ताकेर अहिलेसम्म उहाँहरूलाई म धन्यवाद दिन्छु, मलाई त्यसो गर्नु भएको जानु त म आन्दोलनमा हिँड्छु। मैले भन्न खोजेको मलाई त्यसको माया छ। जस्तो धर्मगुरुहरू अथवा सन्यासीहरू जो हुनुहुन्छ नि, उहाँहरूको लागि त गणतन्त्रवादी पनि शिष्य नै हो, राजावादी पनि शिष्य नै हो होइन। समग्र देशमा भएको जति पनि मानिसहरू उहाँका शिष्य हुन्, उहाँका भक्त हुन् नि। तपाईँलाई त गणतन्त्रवादीले पनि माता पिता भन्छ होइन। तपाईँको दर्शन गर्न पाएँ भन्ने त उहाँहरूलाई पनि हुन्छ नि। भने तपाईँहरू कुनै विचारको पछि त्यसै लाग्दा त त्यो एकलौटी अनि पक्ष लिएर जस्तो भएन र तपाईँहरूको निष्पक्ष तरिकाले सबै राष्ट्रका सबै जनतालाई बराबर मान्नुपर्ने होइन। मैले सबै जनतालाई बराबरै मानेको छु। अहिले जुन प्रधानमन्त्री हुनुहुन्छ हाम्रो बा होइन, अब सबैले बा भन्छ, म पनि बा नै भन्छु। उहाँमा यो वास्तविक मैले पर्यटन बोर्डमा चाहिँ मैले देखाउँदाखेरि त्यहाँको हलभाडा पनि बाले तिर्दिनु भएको थियो मलाई 30,000। यो म बालकोट गएँ, बुवाले म तिर्दिन्छु भाडा भन्नुभयो। त्यहाँ जाँदाखेरि 32,000 हो भाडा, 14,000 के अरे 16,000 तपाईँले तिर्नु, 16,000 उहाँले तिर्नु भनेर त्यहाँ मलाई त्यो पर्यटन बोर्डको भने। त्यसो भएदेखि म 1 रुपियाँ पनि तिर्दिनँ, सरकारले गर्नुपर्ने काम मैले गरेको छु। म गएँ बाबाको भनेपछि उठेर चाहिँ भोलिपल्ट माताजी हलको पक्का भयो भनेको छन्। मैले बाले तिर्दिनु भएको, बालाई मैले त्यस्तो भने। तर त्यहाँ कस्तो छ भने बाले पनि आफू बाँच्नु भन्दा अरूलाई पनि त्यही ठाउँमा गर्नुभयो क्या। त्यो भए हुँदाले चाहिँ बापट्टि सबैको जनताको चाहिँ नराम्रो नेगेटिभ होइन, दुष्ट जनताले हेर्ने दृष्टिकोण त्यस्तै छ। उहाँको भाषा नबुझ्ने, उहाँको चाहिँ फटाइको भयो भन्ने, त्यो भए हुँदाले चाहिँ अनि जो गणतन्त्रवादीहरू गुरु हो, हामी गुरु सबै बराबरी हो। हाम्रो लागि एमाले मुक्ति गयो, माओवादी मुक्ति गयो, राप्रपा मुक्ति गयो, सबै राजावादी सबै मुक्ति गयो। हामीलाई कस्तो चाहिन्छ त देश बचाओ।
अब यो टङ्गले देश नबस्ने भयो, हामी महँगाइमा पिर्यौँ, अब हामी महँगाइमा लड्यौँ, तपाईँ हामी चाहिँ सधैँ महँगाइमा पर्ने, अनि तपाईँ हामी चाहिँ हामीलाई नपोरी छ, के अरे ब्याचलर पढेका मास्टर डिग्री गरेकोले चाहिँ अर्का अरङ गरेर भाँडा माझ्नु परेको छ। विदेशमा तपाईँहरूको मिडियामा आज बोल्दैछु मैले, 18वटा लास एउटा अस्तु 19वटा लास आउँदाखेरि म त्यो रातभरि छटपट्टि भएर मलाई हेडएक होला जस्तो भएको थियो। म छटपट्टि भएर मैले रातभरि सुतिसकेको छैन। तर मेरो भाइ थिएन, मेरो दाइ भाइ थिएन, तर मेरो नेपाली छोरा त थियो नि त। त्यति गर्दा पनि सरकारले आधा झन्डा झुकाएर पनि त्यति बेलामा जुन सरकार हुनुहुन्थ्यो त्यो गर्नु सक्नु। अहिले कति विदेशबाट लास कति आउँछ, तर के को लागि त त्यही परिवार पाल्छु, परिवारलाई खुसी दिन्छु। बिहा गरेको 5 दिनमा बिहा गरेको भोलिपल्ट दुरागुन नफर्काएर पनि मान्छेहरू विदेश गएको छन्। त्यो स्थिति चाहिँ नभइदिया हुन्थ्यो। 2045-46 सालमा कुन चाहिँ युवाहरू बाहिर गएर कमाउँथ्यो ल भन्नुहोस् न। तपाईँहरू पनि त त्यो अहिले कति युवाहरू नै एयरपोर्टमा जानुहोस् न, एयरपोर्टमा चाहिँ काली लाग्दो छ। त्यो त स्वाभाविक रूपमै हो। अहिले अनि त्यो स्वाभाविक यस्तो गर्यो लगभग 3-4 हजारको हाराले मान्छे विदेश जान्छन् होइन। नेपालमा रोजगार छैन, नेपालमा चाहिँ भनेको जस्तो चाहिँ युनिभर्सिटीहरू छैन, पढ्नको लागि पनि बाहिर जान्छ, रोजगारको लागि पनि बाहिर जान्छ। त्यो देशको परिस्थिति, देशको मतलब चाहिँ तपाईँको चाहिँ बाध्यता पनि छ हामी नेपालीहरूको। तर त्यो हो भन्दैमा चाहिँ तपाईँको व्यवस्थाका विरुद्ध तपाईँहरू जसरी लागिराख्नु भएको छ नि, सम्भव छ नेपालमा अर्को व्यवस्था ल्याउन आउनु। यो त कुरा भन्छु होइन। तर किनभने त्यो व्यवस्थापन रोजगार भएन भन्ने व्यवस्थापन किन बनाइदिनु भयो त सरकारले भन्छु क्या। म सरकारसँग यो क्वेसन गर्छु। त्यो व्यवस्थापन नबनाइदिया भए, एउटा कुनै पनि मेन पावर नखोलिदिया भए होइन, पढ्ने स्कुल त्यही व्यवस्थापनको स्कुल चाहिँ नेपालमा बनाइदिया भए आज नेपाल पढ्ने बाहिर जान्थ्यो त, नेपालमा पढ्थ्यो नि त। तर त्यो व्यवस्थापन किन उहाँहरूलाई लोभ के अरे उहाँहरूले पठाएको चाहिँ र पैसाको लोभ भयो होइन, रेमिटेन्सको लोभ भयो, अनि सबैलाई खुल्ला दियो, बाहिर पठाउनलाई छोडिदियो। अनि छोड्या पैसा एउटा चरालाई चाहिँ तपाईँले पिँजरा बन्द गर्नुभयो, त्यो सुँदाको लागि बन्द हुन्छ हुँदैन हुन्छ नि। तपाईँले खुल्ला छोडिदिनु भयो, त्यो पिँजरा त चरा उडेर सबै पुग्छ त। यहाँको अमेरिका चरा नेपाल आउँछ, नेपाल चरा अमेरिका पुग्छ। हो त्यस्तै भएर नेपाली जनतालाई पनि दक्ष अनुसारको कुनै चाहिँ र बाबुआमा आफ्नो धनी बाबुआमाको छोराछोरी छन् भने घुम्नुको लागि गए, त्यो त छ। तर त्यो ठाउँमा पढ्ने स्कुलको फेसिलिटी नेपालमा गरिदिनु पर्थ्यो सरकारले। त्यो ठाउँको रोजगारी अब भएको भिरकुटी काज कारखाना, गोरखकाली टायर उद्योग, बाँसबारी छालाको हो जुत्ता कारखाना, अनि चिनी मिल सबै बन्द गराउने। यहाँ यो कपडा यहाँ बालाजुमा बन्थ्यो क्या हजुर, बालाजुमा बन्थ्यो। यो चाहिँ बन्द गराउने अनि बाहिरबाट ल्याउने। अनि त्यस्तो नि सरकारले राम्रो काम गरेछ भने मान्नु त। उहाँ अहिले उहाँको घरमा म 2-3 चोटिसम्म उहाँसँग मैले बुवासँग भेटेको छु। तर उहाँको अगाडि गएर भन्नु सक्छु, हाम्रो शेरबहादुरजीको अगाडि भएर भन्छु, प्रचण्ड अगाडि गएर भन्नु सक्छु, तपाईँहरूले ल्याएको होइन भन्नु सक्छु। तपाईँहरूको ल्याएको व्यवस्थाले हो मलाई चाहिएन अरे, मलाई केही छैन। तर मेरो जस्तो हजारौँ युवाहरू त बाहिर मरिरहेको छ नि त, नेपाल जानु परेको छ, छोडेर जानु परेको छ नि त। त्यो छोडेको युवा कुन चाहिँलाई तपाईँ जस्तो युवालाई आफ्नो परिवार, आफ्नो सानो बालबच्चा, लालाबच्चा, 2 महिनाको छोरी, 2 वर्षको छोराछोरी छोडेर जानु मन छ त? बाध्यता बनाइदिनु भयो नि त। त्यो बाध्यता बनाइदिए कसले त गणतन्त्रले हो कि होइन भन्नुहोस् न ल। जस्तो माताजी जस्तो अहिले पढ्न जानेहरू त बाध्यता होइन, कतिपयको पढ्न जाने त रहर पनि हो। अहिले सबैको चाहिँ +2 पास गर्ने बित्तिकै बाहिर जाने रहर हुन्छ, फेसन जस्तो पनि भइरहेको छ होइन। त्यो एउटा कुरा भयो। अब जस्तो खाडी मुलुकहरूमा चाहिँ बाध्यता पनि लिएर जान्छन् मान्छे, गरिबीले जान्छन् खाडी मुलुकमा चाहिँ। अनि जस्तो तपाईँहरूले यो व्यवस्थाले केही गरेन भन्नुहुन्छ, यो व्यवस्थाले गरेका कुरा त थुप्रै छन्। जस्तो जनजातिका अधिकारहरू सुनिश्चित गरेका छ, दलितका अधिकार सुनिश्चित गरिरहेको छ, महिलालाई तपाईँको त्यत्रो प्रत्येक गाउँपालिकामा प्रत्येक वडामा 1जना महिला सदस्य र 1जना दलित महिला सदस्य कम्पलसरी चाहिँ तपाईँको अहिले चाहिँ सत्तामा चाहिँ तपाईँको अनिवार्य जाने गरिकन तपाईँको त्यो सुनिश्चित गरेको छ। समानुपातिक तपाईँहरूले चाहिँ पिछडिएका जाति समुदायबाट चाहिँ समानुपातिक तरिकाले चाहिँ तपाईँको चाहिँ आउने व्यवस्था बनाएको छ। तपाईँहरूले बोल्न पाउनु भएको छ होइन। अब कल कारखानाहरू तपाईँले भने जस्तो 4-5 कल कारखाना बन्द भयो, तर हजारौँ कल कारखाना खोलिएका छन् प्राइभेट रूपमा भएको। भनेपछि के त गणतन्त्रमा त राजतन्त्रको पालाको भन्दा धेरै फड्को मारेको छ नि होइन र खासमा त। तपाईँहरूले त्यो देख्नुभयो क्या, गाउँ गाउँको चाहिँ र दलितलाई चाहिँ र त्यो ठाउँमा राखेर भन्नुहुन्छ भन्नुहुन्छ नि होइन। तर गाउँको जमिन किन बाँझो भयो त? गाउँको मान्छे किन गाउँ छोडेर भागे त?
वृद्ध बाबुआमालाई किन वृद्धाश्रम खोलेर वृद्धाश्रममा पुर्याए त त्यो सोच्नुहोस्। अनि किन पुर्याए त? त्योभन्दा पहिला त पुर्याए थिएन। राजाको पालामा चाहिँ 3,000 ऋण थियो भन्ने हाम्रो बाबाआमाले भन्थ्यो भने तपाईँहरूको हाम्रो पालामा 90,000 कसरी ऋण पुर्याए त यो भन्नुहोस्। अनि अर्को कुरा है, अनि विदेशबाट या पोखराको एयरपोर्टको कुरा गर्नुहोस्। यो चाहिँ प्रचार चाहिँ तपाईँहरूको मिडियाले फुकिदिनुहोस्। कृपया मेरो पत्रकार मित्रहरू, तपाईँले गणतन्त्रले गर्यो नभन्नुहोस्, गणतन्त्रले गरेन नि भन्नुहोस्। म पनि गणतन्त्रले गरेको छैन भन्छु। किन गरेको छैन भने चाहिँ राम्रो गर्छ भनेर भन्ने कि अथवा चाहिँ गरेकै छैन के हो? अनि गर्नु त गरे नि गणतन्त्रकै अवस्थामा, हजुरहरूको गणतन्त्रको अवस्थामा चाहिँ स्कुलमा पढाएको टिचरलाई लगेर चाहिँ झुन्डेर मार्नुभयो, काटेर मार्नुभयो, भागवत भनेको पण्डितलाई मार्नुभयो गणतन्त्रको। किनकि यो देशमा चाहिँ विदेशीको डलर अहिले पनि भनेको छ। अहिले पनि तपाईँहरूलाई म मेरो फेसबुकमा छ, मेरो उमा छ, तपाईँहरूलाई देखाउँला। अहिले पनि भनेको छ बार बार। अस्ति एकजनाले मान्छेले म भन्छु यसमा कुरा गर्छु। म यो भन्छु किनभनेदेखि इन्डियाले मार्यो 42 सालमा भन्नुभयो। 42 सालमा चाहिँ यसरी मार्यो भन्नु 42 सालमा होइन, तर म त्यति बेलामा 14 वर्षको उमेर थिएँ। 2044 साल मङ्सिर 13 गते चाहिँ इन्डियाको चाहिँ इन्दिरा गान्धी र सोनिया गान्धी आउँदाखेरि पशुपतिमा दर्शन गर्नु नदिँदाखेरि चाहिँ यो नेपाल देशलाई म एक दिन एसिया कन्ट्री बनाएरै छोड्छु, क्रिस्चियन राज्य बनाएरै छोड्छु भनेर चाहिँ सोनिया गान्धीको अगाडि गएर भन्नु सक्छु। म यो मलाई डेट टोकेर मैले भन्नु सक्छु। त्यो भए हुँदाखेरि अनि राजाले भाइ मार्यो, राजाले दाइ मार्यो भन्ने मार्नु कसले मारे, कसरी मारे त्यो या भगवान् जान्दछ। यहाँ तपाईँ हामीलाई थाहा छैन। यो मारे होला, फल्नाले कालेले मार्यो भने कालेले मार्यो भने, गोरेले मार्यो भने। तर यहाँ कानुन अगाडि छ। धर्म परिवर्तन गर्नुको लागि कुन चाहिँ सबै मठ मन्दिर भत्कियो, सबै मूर्ति बेच्यो, सबै मठ मन्दिर भड्क्यो, कुन चाहिँ चर्च भत्कियो, कुन चाहिँ मस्जिद भत्कियो, त्यति बेलाको पालामा भड्केन नि त। त्यसलाई जोगाउनु थियो, धर्म त्योमा लानु थियो। त्यो भए हुँदाले तपाईँ हाम्रो कुलपित्री नष्ट गर्ने, तपाईँ हाम्रो चाहिँ के अरे धर्म नष्ट गर्नुको लागि त्यो ल्याएको थियो। गणतन्त्र होइन कि गनाउने तन्त्र। तपाईँहरूको मिडियामा मैले अस्ति भनेको थिएँ। यो भए हुँदाले तपाईँ हामीले चाहिँ अहिलेसम्म अनि भनौँ न गरिबको छोराछोरीको बिहा गरेर गर्नु हुँदैन भनेर गणतन्त्र ल्यायो भने त्यति बेलामा अहिले प्रधानमन्त्री प्रचण्डको नातिको छोरीको बिहा कसरी भयो त त्यस्तो ठाउँमा? अस्ति चाहिँ योभन्दा केही महिना अगाडि पनि उहाँलाई बिचरा लाँकुरीबाट चाहिँ रिसोर्टमा चाहिँ उहाँको चोट लाग्यो। तर नलाग्दा हुन्थ्यो, उहाँको स्वास्थ्यको काम मैले पनि गेटो भन्ने पठाइसकेँ। तर यो चिजलाई उहाँले चाहिँ त्यत्रो रातको चाहिँ कम्तीमा 35,000 थोरै तपाईँ हामी जस्तो गरेर सुत्यो भने 35,000 बाँकीलाई चाहिँ 4-5 पार्टीमा जानुभएको, पार्टीमा बोलाएको ठाउँमा तपाईँ पनि जानुहुन्छ होला नि कार्यक्रममा। पार्टीमा कसैले तपाईँलाई बोलाउनु भयो भने उहाँले त्यो कार्यक्रममा तपाईँ जानुहुन्छ। पार्टीमा गएपछि 1 घन्टाको ठुलो मान्छे 1 घन्टाको कार्यक्रम 1 घन्टाको रातै त्यहाँ बस्न थिएन नि त नि। होइन कारण होला त्यो प्राइभेट कुराहरू बस्ने कुराहरूमा हामी नजाउँ। होइन त्यो नजाउँ होइन, गर स्थिति त्यो ठाउँमा ल्याए क्या जनताले नपत्याउने स्थिति। अहिलेको राजनीति के छ त? त्यसो भए तपाईँ भविष्यवाणी गरिदिनु पर्यो। अहिलेको राजनीति कुन गतिमा, कुन अवस्थामा, कुन मोडतिर फर्किन्छ अब? त्यसो भए अहिलेको राजनीति म तपाईँहरू मिडियाबाट भन्छु। हुन त अहिले माताले यसो बोलेछ, मातालाई पक्री भन्नु होला। मलाई पक्रिनु भन्दा पहिला डर पनि छ भन्ला। तर पक्रिनु कस्तो उसलाई लया छ नि त, कतिचोटि लाग्छ। तर पनि म डराउँदिनँ। म किन डराउँदिनँ भने होइन, माता पिताको काम त भविष्यवाणी गर्ने पनि हो। भविष्यवाणी त उहाँहरूले चाहिँ तपाईँको चाहिँ के अरे पूर्वाग्रही ढङ्गले गर्ने भन्दा पनि उहाँको बर्मले जे देख्छ त्यही भन्ने हो नि त भविष्यवाणी। तपाईँले के देख्नुहुन्छ अहिले? बर्मलले जे देख्छ जो गर्छ भन्दा पनि यहाँनिर भविष्यवाणी देख्ने एउटा त्यहाँ राज्यले काम गर्ने एउटा गरिदिया हो क्या। तपाईँ हामीलाई अघि भन्नुभयो, तपाईँको कुरा मैले सपोर्ट लिएर भने गाउँमा चाहिँ दलितले चाहिँ ऊ पाए। पहिला दलितको ऊ प्रधानमन्त्री थिएनन्, दलित थिएनन् प्रधानमन्त्री पहिलाको राजाको पालामा थिए त थिए। मैले अहिले नाम बिर्सेँ, मैले थिएँ। एकजना सांसद हुनुहुन्थ्यो सांसद जे भयो थिए नि त पहिला अब त सबै वडामा 753वटा ठाउँमा दलित कम्पलसरी। एउटा कुरा भनौँ त्यसको लागि म भन्छु है। तर तपाईँ त्यो ठाउँमा गए पनि तपाईँले पाउनुहुन्न, बुझ्नुभयो?
तपाईँ हामीलाई 7वटा प्रदेश किन चाहियो? भारतको एउटा उत्तर प्रदेश प्रान्त जत्रो देशलाई 7वटा प्रदेश किन चाहियो? हामीलाई संहिता किन चाहियो? हो, मेरोमा पनि यही संहिता खारिज गरौँ, जे भएका नेताहरू नातावाद कृपावादलाई खारिज गरौँ। देख्नु भएको छ तपाईँलाई अस्ति कुलमानको विषयमा, कुलमानलाई हामीले यो बत्तीको विषयमा गर्दाखेरि कुलमानले अहिले कति खरब ऋण भइसक्यो भनेका छन्। त्यो सत्य तथ्य के हो त्यो होला। अनि कुलमानले चाहिँ होइन बेफाइदाले थियो भने होला, त्यो वर्षौनीको अडिट भयो होला, अडिटमा नाफा घाटा अडिटले देखाउँछ। मैले पनि मेरो संस्था छ, अडिटमा भन्नुपर्छ, त्यही अनुसारले भन्छ त। अनि अहिले कुलमानले त्यसरी भित्रभित्र यस्तो गरेको थियो फटाओ भनेर भन्ने अहिले गर्नेलाई त्यो भाव हुँदाले तपाईँ हामीलाई अहिले त उहाँहरू पहुँच छ, तर एक दिन न एक दिन सत्यको जित हुन्छ। नेपालमा सत्यको जित हुन्छ, किनकि नेपाल विश्व बनाएर सुन्दर हो, नेपाल प्रकृतिको सुन्दर देशमा हुन्छ। तपाईँ हामीले पनि आफ्नो कुलपितृलाई मद्दत मागौँ, आफ्नो संस्कृतिलाई मद्दत राम्रो गरौँ, त्यो भएर हुन्छ। तर यो धेरै अब तपाईँको एउटाको छोरा राज्य ऊ भयो रे, संसद भयो रे, त्यो खानुको लागि बाँडै चुडिकन खानुको लागि बनायो नि त प्रदेश त। त्यो भए हुँदाखेरि तपाईँ हामीले पायौँ के पायो? उसले सांसद पायो, उसले घरगाडी पायो। मलाई चाहिएको छैन राष्ट्रपति, मलाई राजा चाहिएको छैन, मलाई देशको प्रधानमन्त्री चाहिएको छैन। उनीहरै खाउन् प्रधानमन्त्री, उनीहरै खाउन् राष्ट्रपति, तर मलाई सुखी नेपाल, समृद्धि नेपाल चाहिएको छ। तर बेफाइदाको नेपाल र विदेशीको सरकारमा विदेशीको इसारामा चल्ने राष्ट्र मलाई चाहिएको छैन। अब के होला त माझी? तपाईँको चाहिँ बर्मले के देख्छ? राजा फर्किने सम्भावना छ? त्यसो फर्काउनु पर्छ। कस्तो फर्किने सम्भावना छ? राजा चाहिएको तपाईँ हामीलाई हो, राजाले तपाईँ हामी चाहिएको होइन। राजाले त पहिला पनि ज्ञानेन्द्र छोड देश छोड भनेर तपाईँ जस्ताले जनताले निकाले होइन। हामीलाई जस्तो तपाईँ 1 2 3 भन्नुहुन्छ, हामीलाई किन चाहिएको? 1 2 3 राजा किन चाहियो भन्नुको कारण मे बिनाको दाई भयो देश। यत्रो 2 वर्षको फुच्चेले प्रधानमन्त्रीको गाली गरेर हिँड्छ, प्रधानमन्त्रीको सारा पुतला जलाएर हिँड्छ देशको। त्यो तर हामी पहिला पुलिससँग डराउँथ्यौँ, त्यो नियममा थियौँ नि त। हामी त नियमले बाँड्दै थियो नि त हामीलाई त। त्यो भइसकेपछि हामी स्वतन्त्र। त्योभन्दा अहिले के स्वतन्त्र? अहिले त बरु एउटा बोल्यो भने लगाएर पक्रिन्छ। त्यति बेला कसले के गर्थ्यो? तर त्यो स्वतन्त्र जनताले जे भने मेरो जनता। तपाईँले भन्नुहुन्छ हाम्रो अरू राजनीतिक दलको नेताहरूले कति राजालाई गाली गर्नुहुन्छ। राजाले आज मान्छे त एउटालाई गाली गर्नु भएको देख्नु भएको छ त? राजाले देख्नु भएको छ होइन नि त? भन्नु होला, यो पनि राजावादी भन्नु होला। तर मलाई देश चाहिन्छ। हिन्दू धर्म राजाले आएर तपाईँ हाम्रो थाल्नु हात हाल्दैन। मिहिनेत गर्ने तपाईँ हामीले हो, तर राजा आयो भने देश बेच्दैन। 1 नम्बरमा देश बेच्दैन, अर्को कुरा धर्म बेच्दैन। त्यहीको लागि मलाई राजा चाहियो, अरूको लागि केही होइन। तपाईँले भन्नुहुन्छ राजा पाला राजाले बेच्या हो त? अनि राजै प्रमुख थिए त्यति बेला, राष्ट्र प्रमुख राजा थिए। लालमोहर सबै तपाईँको सम्झौता भएपछि राजाले लाउनु पर्थ्यो त्यति बेला। यो त कुरा सुन्नु होइन, त्यति बेला के भयो भनेदेखि के भयो? त्यति बेला सोझा जनता थिए। जनतालाई तपाईँ हामी त्यसो भने 10 जना एकचोटि भए, 11 जनाको समूह छ भने 10 जना एकचोटि भए म एउटा केही लाग्छ त? म राजा भने त त्यति बेला राजा थियो। राजाले त्यही नेताहरूलाई चाह्यो भने जेलमा हाल्न सक्थ्यो, मार्न सक्थ्यो, राजाले मार्न सक्थ्यो। त्यही गर्दा त जनताको नासो। जनताले मलाई तिमीले राम्रो देखेन। जनताले गर नि त भनिदिँदाखेरि आज गरेन नि त। तपाईँ हामीले पाइनौँ त शास्ति। मायाले दयाले दिए होइन माताजी, लखेटा हुनु। लखेटा होइन, यो भन्नु भन्नुहोस् नि फेरि। लखेटा होइन, इतिहास हो। आज तपाईँ हामीलाई यो दिन आउनुको लागि राजाले छोडेको। बुद्धिजीवी माता हुनुहुन्छ। इतिहासमा चाहिँ ठुला शासकहरूले सत्ता मायाले दयाले माया गरेर कसैले छोड्दैन। कि त डरले छोड्छ कि त मारिन्छ। यो दुईटा मात्र कारण छन् विश्वमा। ज्ञानेन्द्र शाहले चाहिँ तपाईँ हामी भुक्तो भोगिने हो, डरले छोडेको। हजारौँ लाखौँ सङ्ख्यामा चाहिँ जनता डरमा आएपछि डरले छोडेको। डरले होइन, तपाईँ अझै पनि भन्दै गयो, यो गलत गर्नुभयो तपाईँ। हजारौँ जनता आए तापनि उहाँसँग त सेना थियो नि त। हजारौँ जनता जति 17,000 मारे, उहाँले पनि मार्दे भने भए त उहाँले सक्नुहुन्थ्यो नि त। सेनाको आफ्नो हातमा कब्जामा थियो। 24 जना त मान्छे मर्यो त्यति बेला। 24 जना मान्छे त मारेकै हो त राजाले पनि आन्दोलनमा। राजाले 24 जना 62-63 को आन्दोलनमा त 24 जना त मान्छे मर्यो त। राजाले आन्दोलन ल्यायो त। राजा थियो नि त। ज्ञानेन्द्र शाह त कार्यकारी थियो त्यति बेला। कार्यकारी भए पनि ज्ञानेन्द्रलाई त गर्नु दिन नि त। ज्ञानेन्द्रलाई जब चाहिँ वीरेन्द्रको वंश सिद्धिएपछि त राजाको अस्ति सिद्धिया हो नि त। यिनीहरूले कस्तो कुरा बुझ्नुहुन्न? उहाँले त राजालाई देख्न थपना जस्तो राख्यो हो नि त ज्ञानेन्द्रलाई त। ज्ञानेन्द्र राजा त महान भन्नु न।
अरू राजाले कति देश निकालेर अब हाम्रो देशको राजनीतिक दलको चाहिँ शेख हसिनाको दिन नआउला भन्नु सकिन क्या। त्यो छेउछेउमा आइरहेको छ। बर्खाको पानी हो, साउनको पानी, बर्खाको असारको अलिक माथि पुग्छ, साउनको अलिक माथि पुग्छ, अनि भलो ओसोलाई खरे हुन्छ। त्यस्तै हुन लागेको छ हाम्रो नेपालमा। त्यो सम्भावना छ। त्यसको लागि चाहिँ र राजाले त ल गर भनी छोड्यो। राजा बिते अस्ति चाहिँ राजाको जब 3 कुनै घटना पछाडि राजाको पासपोर्ट गर्ने रे बन्द गर्ने नजरबन्दमा राख्यो भन्ने कुरा पनि आएको छैन। त्यो कसैले त्यो भन्नुहरू पनि चाहिँ छैन। अब तपाईँ हामी जस्तो हजारौँ जनता हुनु त तपाईँहरू भनेको पत्रकार भनेको सबैको साझा, राजा साझा भनेर तपाईँहरूले सबैको लिनुपर्छ, त्यो तपाईँहरूले बोल्नुपर्छ। तर सत्यता के हो, सत्य के हो, असत्य के हो, त्यसमा टेकेर गर्नुहोस्, तपाईँको अवश्य जित हुनेछ। किनकि बर्मानाल पशुपतिको बर्मानालसम्म सारेर लिगङ्गमा लाने लगेर चाहिँ त्यहाँ लास जलाउने, त्यहाँ पशुपति नजलाउने, पशुपति क्रिस्चियनिटी हुँदा जाँदा पनि त्यति बेलामा पनि खबरदार पूर्व बेचिदिन पश्चिम महाकालीसम्म बेचेछस्, हुँदा हुँदा पशुपति पनि बेचेछस्। यो बर्मानाल भनेको 3 करोड नेपालीको चाहिँ पाथे शरीर राख्ने धरोहर हो। यो बेचिस् भनेदेखि तेरो बाउको चाहिँ यति बेला मैले मुख छोडेछु। तेरो बाउको बिर्ता होइन, तेरो बाउको ससुराको दाइजो होइन, तेरो बाउको बिर्ता होइन, 3 करोड नेपालीको साझा धरोहर पाथे शरीर राख्ने बर्मानाल हो। खबरदार भनेर मैले पारीबाट विश्व रूपमा जानेपट्टिबाट औँला उचालेर औँला ठाडेर पराएको 21 दिनमा। तेरो पद कतिसम्म रहन्छ भने 21 दिनमा पद गएको छ। मैले त्यो गनेर राखेको छु। त्यति बेलाको 21 त्यति बेलाको पर्यटन मन्त्री हजुरलाई थाहा होला। त्योभन्दा अस्ति सञ्चालनमा थुनिनु भयो नि त, मै हो। खबरदार भनेर भनेको थिएँ। 21 दिनमा पद गएको छ बाबु। त्यसै हुँदैन, किनकि भगवानको चाहेर पशुपतिसम्म क्रिस्चियन थियो। अहिले पनि पशुपतिमा चाहेर ऊ विकास कोषमा चाहेर क्रिस्चियन छन्। मैले त्यतिलाई भनेको पशुपतिको विकास कोषमा बस्ने कर्मचारीलाई विकास कोषको टिका लगाऊ। मैले धर्ममा गरे होइन, टिका लगाऊ लाइन भनेदेखि जब त्यो ठाउँमा सेवा गर्ने किन चाहेर त्यो टिका नलाउने त? त्यो भावनाले मैले यो चिजलाई चाहिँ काम गरेको अहिलेसम्म बर्मामा छँदैछ। अहिले पछिल्लो समय राजावादीहरू फेरि एक ढिका भएको अवस्था छ। हुन्छ त अनि राजेन्द्र लिङ्गदेन, कमल थापाहरू सबै एकै ठाउँमा आउने भन्ने कुरा पनि भएको छ। अस्ति बैठकबाट त्यो निर्णय पनि गर्यो तिनीहरूले। के छ अब सबै राजावादी फेरि एकै ठाउँमा आउँदैछन्? अब राजावादी एकै ठाउँमा आउनुपर्ने बाध्यता भयो क्या? राजावादीमा मात्रै होइन, सबै जब म चाहिँ यो रुद्राक्ष गरेर खान्छु नि, उनीहरू एक ठाउँमा आउनुपर्छ। किन आउनुपर्छ भने अरूले चाहिँ धर्म परिवर्तन गरेर यो धर्म मान्दैनन्। अरू कुनै एबिसी होइन, राजावादीले मात्र धर्म मान्छन्, अरू पनि त मान्छन्। जस्तो गणतन्त्रवादीले पनि त धर्म मान्छन्, उनीहरू पनि धर्म कमाउँछन्, राम्रो काम गर्छन्। राजावादीको मात्र ठेक्का त होइन नि त धर्म मान्ने, होइन र? होइन, हिन्दू धर्म भनेको त फेरि राजाको मात्र पनि होइन। धर्म हिन्दू धर्म सबैको हो, सबै गणतन्त्र सबैको हो। तर पनि किन धर्म निश्चित भनिदिए त? किन धर्म हिन्दू धर्म नेपाल होइन भने त एकमा विश्वमा अझैसम्म सबै राष्ट्र चाहिँ यही भारतसम्म चाहिँ इन्डियाको गुलाम बन्यो भने नेपाल कुन चाहिँ गुलाम बन्न सकेको छ अहिलेसम्म? अब यिनीहरूले यस्तै 10 वर्ष राख्नु, यिनीहरूले विदेशीको गुलाम बनाउँछ, विदेशको इसारामा चल्छन्। अनि राष्ट्रमा त धर्म हुन्न भन्छन् नि त। राष्ट्र भने त सबैको साझा हो भन्छन्। एउटै मात्र धर्मको राष्ट्र हुन्छ र? विकास गरेको धर्मको साझा हुन्छ त हजुर? तपाईँ के भन्नुहुन्छ? विकासै गर्दैन त कसरी धर्मको साझा भयो? विकास त गर्नुपर्छ, त्यो कुरामा म तपाईँको कुरामा सहमत छु। विकास गर्नु पर्यो, महँगी हटाउनु पर्यो। तर धर्म भन्ने कुरा त यहाँ क्रिस्चियनको पनि हो, मुस्लिमको पनि हो, अब अरू इसाईहरूको पनि हो। यो त सबैको साझा देश हो नि, होइन? होइन, मैले साझा सबैको भने धर्ममा बराबरी सबैको छ होइन, सबैलाई मान्नुपर्छ। आफ्नो तरिकाले मान्छन्। त्यही धर्ममा गएर त्यही मन्दिरमा गएर चाहिँ किन चाहिँ अब सिउरी खेल्नु त? आफ्नो छ त, छुट्टिएको छ नि त। अनि त्यही ठाउँमा गएर किन सिउरी खेल्नु त? तराईको मुस्लिमहरू के भन्नुहुन्छ? के अरे राजा आऊ देश बचाऊ भन्नुहुन्छ। किन चाहिँ अब त्यही ठाउँमा गएर यदि राजाले देश धर्म परिवर्तन गरे भए राजाको दक्षिण गेट अगाडि 2वटा मस्जिद किन, जामे मस्जिद किन राख्थ्यो त? यदि राजाले धर्मको लागि उ गरे भए राजाले सबै बराबरै गरे। राजाको इतिहास आफै तपाईँको कुलमण्डल खानका पुस्ता हुन् राजाहरू, उनीहरू आफै मुस्लिम हुन्। जे भए पनि सबैलाई बराबरी हो, बराबरी हो। अहिले तपाईँले जो हिन्दू धर्मको मुख्य मान्छे नायके भनेर मान्नुहुन्छ जो राजालाई, उहाँ आफै पनि मुस्लिम हो पहिला। जे भए पनि उहाँ मुस्लिम होला रे, उहाँनेर ऊ होला रे, तर पनि राजा हुँदाखेरि कुनै धर्मलाई यसरी प्रचार त्यस्तो हुन्थेन क्या। राजाले सबैलाई बराबरी हेर्ने हो। अहिले हजुरले भने जस्तो हामी गुरु हो, गुरुले पनि सबैलाई बराबरी हेर्नुपर्छ। तर
हामीलाई किन चाहिँ एउटा मुठा साग किन्नु पर्यो भने 100 150 कुयाको छ, आज बिहान ल्यायो भने बेलुका खाँदाखेरि कुया हुन्छ, सबै बिसारी त हामीले किन खानु पर्यो त? त्यही हाम्रो ठाउँमा त्यो चाहिँ कुरामा चाहिँ सहमत, एकदम राम्रो। हाम्रो चाहिएर किन चाहिएर तपाईँलाई आज हामीले चाहिएर 15 लिटरमा खाएको चाहिएर 15 लिटर खाने चाहिएर आज 200 120 30 रुपियाँ दुध किन भयो? आज चाहिएर तपाईँ हामीले 50 रुपियाँमा किन्ने चाहिएर दुध तेल आज किन चाहिएर 200 पुग्यो? पहिलाभन्दा वेट तल हुन्छ, पैसा महँगो, अनि तपाईँको आर्जन के छ, मेरो आर्जन के छ, कमाउनु भाडो के छ, अनि आज यो महँगाइमा हामी कसरी मान्छौँ? माताजी जस्तो अब मैले पर्सन थोरै मैले चेन्ज गरेँ, तपाईँ आफै पनि एउटा माताजी जो तपाईँ बोक्सी सुक्सीको विषयमा पनि डकुमेन्ट्री बनाइसक्नु भएको छ। अब हामी अन्तिमतिर पनि छौँ, अब धेरै पनि बोलिसक्यो, थोरै यो विषयमा बताइदिनु न, के हो खासमा बोक्सी हुन्छ कि हुँदैन? अहिले समाज हाम्रो त एकदम उपरथामा अथवा चाहिँ विकृतिमा अथवा चाहिँ अझै रूढिवादीमा छ। कतिपयसँग बोक्सीको नाममा मान्छे थुप्रै कुटिएका, मारिएका, लखेटिएका गाउँबाटै भगाएका पनि छन्। के हो खासमा बोक्सी हुन्छ कि हुँदैन, के हो माताजी? अब यस्तो हुन्छ, अब मान्छे कसरी भन्छ भने उही पहिला बोक्सी कसरी चाहिँ आरोप लाग्यो भनेदेखि के अरे उही पार्वती बोक्सी शिव बोक्सा भन्थे होइन, भन्थे उहाँहरूले घाटो संसारमा बस्ने अब सब छोड। तर त्यो हो मान्छे तपाईँ हामी हो भनौँ न। अहिले चाहिँ बिना यो कुनै व्यक्तिको मान्छे नहोला कि एउटा अगति परि नमरेको छ नि, खालि झुन्डेर मर्ने, बिखाएर मर्ने, अलिकता झगडा भयो कि चाहिँ अस्ति भर्खरै देख्नु भयो नि त, श्रीमतीलाई पश्चिममा एउटा आर्मीले मारिदियो, भर्खरको त्यस्तो मार्ने। अब दिमागको सोच्ने के चाहिँ मार्नुपर्छ मर्नुपर्छ, त्योभन्दा अरू मान्छेलाई गर्ने कसरी गर्ने के गर्ने परिवार धान्नेपट्टि छैन, बालबच्चालाई टुरो बढाए, त्यही सुसाइड गरे। यो चाहिँ विकृतिले गरेर यो चाहिँ कुनैको डर नराख्ने, लोग्नेले स्वास्नीको डर नराख्ने, स्वास्नीले लोग्नेको डर नराख्ने, आमा बाउ त्यस्तै छोराछोरी त्यस्तै। तपाईँ हाम्रो गरिबको छोराछोरी त खाडीमा मजदुर गर्नु जाबेल हान्नु गएको छन्, भेडा चराउनु गएको छन् त। अनि धनीको छोराछोरी जो जति छन् यहाँबाट सुधार केन्द्रमा पुग्ने धनीको छोराछोरी हो नि त। बाबुआमाले 3 पुस्तालाई कमाउने धन कमाइदिने, अनि उसले के काम गरोस् त? अनि उसले डस नखाए के आओस्, डस व्यापारी गरे